गर्मी मौसम सुरु भएसँगै बजारमा खरबुजा आउन थालेका छन्। हामी सबैलाई रातो खरबुजा मनपर्छ। तर खरबुजा रातो हुँदैमा त्यो प्राकृतिक रूपमा पकाइएको वा शरीरका लागि स्वस्थ छ भन्ने चाहिँ हुन्न। अचेल खरबुजालाई रातो बनाउनका लागि सुई हालिएको पनि हुन सक्छ। खरबुजालाई रातो बनाउन सुईको सहायताले एरिथ्रोसिन केमिकल हालिन्छ। यो खान नहुने पदार्थ हो, तर यसलाई मिठाई, क्यान्डी र पेय पदार्थमा समेत हाल्ने गरेको पाइन्छ। यो केमिकल फलमा प्रयोग गर्नुहुन्न। यसरी सुई हालेर रातो पारिएको खरबुजा खाँदा क्यान्सर जस्ता रोग निम्त्याउन सक्छ। खरबुजा रातो हुनु भनेको यो राम्ररी पाकेको संकेत हो, तर कलिलैमा टिपिएको खरबुजालाई पाकेको देखाउन वा मिठो छ भन्ने पार्न खरबुजामा सुई हाल्ने गरिएको हुन्छ। यसकारण सुई लगाइएको खरबुजा चिन्ने 4वटा तरिका छन्, जुन यस्ता छन्। पहेँलो दाग भएको खरबुजा छान्नुहोस्। हामी प्राय चम्किलो वा पुरै हरियो भएको खरबुजा किन्छौं, तर खरबुजा छान्दा पहेँलो दाग भएको छान्नुपर्छ। खरबुजा प्राय माटोमाथि टुसुक्क बसेका हुन्छन्, यो हिस्सामा पहेँलो दाग बस्छ। दोस्रो, घरमा खरबुजा ल्याएपछि काटेर हेर्नुहोस्। यदि खरबुजाभित्र ठूलो दरार देखिएको छ भने बुझ्नुहोस् यो खान लायक छैन। खरबुजामा सुई हाल्दा यस्तो दरार देखिन्छ। खरबुजालाई काटेर एउटा सानो टुक्रालाई पानीमा हालेर परीक्षण गर्नुहोस्। पानी तुरुन्तै रातो भयो भने बुझ्नुहोस् खरबुजामा इन्जेक्सन हालेर रातो पारिएको हो। चौथो, खरबुजा काटेर कपासको सानो टुक्रालाई त्यसमाथि राखिदिनुहोस्। कपासमा रातो रङ सर्यो भने पनि बुझ्नुहोस् यो खरबुजा केमिकल हालेर पकाइएको हो। एरिथ्रोसिन रसायन हालिएको खरबुजा खाँदा वाकवाकी लाग्ने, बान्ता हुने, भोक नलाग्ने जस्ता समस्या हुन सक्छन्। लामो समयसम्म एरिथ्रोसिन सेवन गरिरहँदा थाइराइड, क्यान्सर जस्ता रोग निम्तिन सक्छ।